तो हेलो नमस्ते यो चाहिँ हजुरको ओहो बिपी कहाँ गइरहेको दाइ यार तो हेलो नमस्ते फेरि पनि वेलकम ब्याक टु मेरो च्यानल इट्स मी बोइजन रामदाम फ्रम स्पिड जङ्किज अनि यहाँ छन् हाम्रो अविरल बाबु हामी चाहिँ अहिले यो के भन्छ रे गुप्तेश्वर देउराली अब भन्ने छ हेर्नु है आज हामी बस्छौँ सिम्पानी डाँडा जाने हो त्यो बिचमा रिसोर्ट छ कि अर्को हिँड्दै जाने बाइक चाहिँ हिँडिराख्छौँ हामी बाइक चाहिँ राख्छौँ डु फलो एन्ड डु सब्सक्राइब गाइज ट्यागको फलो सब्सक्राइब गरिदिनु होला है त के गर्ने बाटोमा चाहिँ अब भिडियो बनाउनु सुर थिएन यहाँ चाहिँ बल्ल बनाउँ न त भन्ने भयो क्या अरे अब आउने बेला नदेखायो नि जाने बेला देखाऊँ ल त्यो चाहिँ हाम्रो मोडल हेर्न सक्नुहुन्छ ट्यागका फोटो हान्दैछन् ट्यागका यहाँ चाहिँ हाम्रो अर्को मोडल छ बिस्टा अविरल बिस्टा ल त हेर्दै गर्नुहोस् राम्रो छ चितलाङ लालीगुराँस रिसोर्ट यो चाहिँ यो चितलाङ जाने बाटो हो यहाँबाट चाहिँ तल चितलाङ जान्छ ए कोही चितलाङ यताबाट भालेश्वर यताबाट माथिबाट भालेश्वर अनि यहाँदेखि अगाडि चाहिँ तपाईँ त्यो जुन देख्नु भएको छ नि त्यो कुर्बेलदेखि आने क्या तर त्यो केबल कार हो है यताबाटदेखि अब काठमाडौँ सामान उस गर्ने केबल कार पहिलाको ल त साथीभाइहरू हेर्न सक्नुहुन्छ हामीसँग अहिले कहाँ भनेपछि हजुरको चितलाङ जाने बाटोमा आउँछ टाइम हजुरको त्यो एउटा भिडियो भाइरल भएको थियो नि त्यो चितलाङ बास पाइन्छ होला भनेर हामी हो त्यतै छौँ के अरे होइन यो बाटो चाहिँ हजुरको चितलाङ जान्छ यहाँदेखि तल चाहिँ काठमाडौँ किर्तिपुरतिर त्यही हो ल त साथीभाइहरू हेर्न सक्नुहुन्छ ट्यागको भ्यू आम्बो ठ्याक्क पुरा कुहिरो फक लाएर डेन्जर आएको छ नि त यहाँ चाहिँ अविरल रेडी हुँदैछ उता चाहिँ फोटो सुट हुँदैछ हाम्रो दाइको आमा तर खतरा फक लाग्छ नि होइन त्यहाँबाट भिडियोग्राफर ट्याक्क भिडियोमा हेर्नु भएको थियो तर म्याउ गरिहाल्छ नि फेरि होइन बिचरा बिरालो हुने कि नि फेरि होइन के गर्ने म्याउ गर्छ न के गर्ने होइन तर चाहिँ एटमोस्फियर चाहिँ दामी छ हेर्न सक्नुहुन्छ अब एटमोस्फियर भनौँ कि अब फक लाग्छ होइन तर खतरा देखेछ ल त साथीभाइहरू हामी चाहिँ अब हिँड्न लागेको छौँ यहाँ चाहिँ हाम्रो भिडियोग्राफर यो डाइरेक्ट चाहिँ सुनिराख्नु होला हजुरले होइन हामी चाहिँ अब यसो फर्किँदैछौँ बिस्तारै यो चाहिँ हजुरको कहाँ भने चाहिँ पहिला हेटौडा र काठमाडौँ अब त्यो सामान सप्लाई गर्ने क्या त्यो छ नि त हो त्यही हो चाहिँ यो चाहिँ तपाईँको केबल कार मार्ग पहिला जमाना ओल्छ टाइम अग्लोवाला त्यही हो वेदर हेर्नु त आम्मा डेन्जर कुरो गएको छ नि होइन यहाँ चाहिँ अब अविरल सरले बाइक चलाइराख्नु भएको छ बाटो यस्तै छ हेर्नु सक्नुहुन्छ गाह्रो छ हामी बिस्तारै अब तलसम्म पुग्छौँ हामी कहाँसम्म भनेपछि हजुरको उयो के अरे तल के पऱ्यो किर्तिपुरतिर पुग्छ भने चाहिँ ल हेर्दै गर्नुहोस् ल स्टेडियम हो त ल तल फेरि घाम लाग्यो ल त साथीभाइहरू हेर्नु सक्नुहुन्छ काठमाडौँको वेदर यस्तो दामी छ कि होइन यहाँ पानी परिरहेको छ नि होइन ऊ त तल हेर्नुहोस् घाम लागिरहेको छ हो तल फेरि घाम लागिरहेको छ कि यार यहाँ पानी परिरहेको छ तल घाम लागिरहेको छ ओ माई गड यो बाटो चाहिँ क्वाइट पानी त बाबा यस्तो रहेछ र म यता क्यामराम्यान फोकसमा थिएँ अब के गर्ने पानी यस्तो पटिसकेछ अगाडि चाहिँ ट्याक्क बाहिर साथी चाहिँ ट्याक्क बिस्तारै आनन्दसँग मजाले हिँडिरहेको छौँ हामी चाहिँ त्यही हो ल त कहाँ गइरहेको दाइ यार यहाँ माथि बाटो ब्लग चाहिँ ठुलो बनाउँदैछ मस्त पुरा माथितिर गइदिरहेको आमा बाबा यस्तो गर्नु भएन नि त होइन हाँसो लाग्छ हो दाइ तर बाटो त फेरि हाम्रो डेन्जर छ नि त फेरि हेर्नुहोस् त ओ माई गड चेक द वेदर यो देख्दाखेरि चाहिँ मलाई एउटा गाना याद आयो होइन यो गाना चाहिँ हाम्रो ट्रिबल रेनको हो होइन फुलमा बसेको मौरी तिमी चिल बनी आकाशमाथि बढी चाहनु मलाई त्यही हो
तर हेर्नु न यार यहाँ पानी परिरहेको छ अब तलतिर चाहिँ अब घाम लगाइरहेको छ हौ हेर्नुहोस् त हामी लाग्दैछौँ यस्तो बाटोदेखि हेर्न सक्नुहुन्छ चितवन जाने बाटो चाहिँ डेन्जर छ एकैछिन फेरि डेन्जर पानी पर्थ्यो कि यार होइन 15-20 मिनट आधा घन्टा फेरि डेन्जर पानी पर्थ्यो क्या त्यही भएर भेजा फेरि यहाँ थाहा नत्र अघि नै हामी फर्किने के अरे पानी पर्दा त्यही भएर झ्याउ भयो क्या सिस्टम बनिसकेको सिस्टम म्याउवाला हेर्नु हेर्न सक्नुहुन्छ म्याउवाला फेरि त देख सकते इधर हमारा म्याउ है म्याउ 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 है इधर हमारा पीछे हजुर हेर्न सक्नुहुन्छ माथि चाहिँ यस्तो दामी होइन अब माथि चाहिँ हल्का ड्रोन स्रोन जस्तो रहेछ क्या तर अब सिमसिम पानी भएर हामीसँग ड्रोन पनि अभाइलेबल छैन इनकेस इन फ्युचर चाहिँ अब होला त्यो बेलासम्म हामी फ्युचरमा चाहिँ हामी बेला चाहिँ त्यो बाटो पनि बनिसक्ला त्यही हो बनाउने भिडियो केही भएन यसो हाम्रो अडियोसम्म देखाउने नि त बाटो चाहिँ फेरि डेन्जर छ हेर्न सक्नुहुन्छ यो चाहिँ हजुरको चितवन बाटो तारमा तल त फेरि यस्तो बाटो छ हेर्न सक्नुहुन्छ हामी चाहिँ तल त्यही बाटोबाट जाने फेरि होइन देख्नु त थाहा भएन तर चाहिँ बाटो त्यस्तो छ फेरि होइन त्यही होला त हाम्रो चाहिँ यहाँ पछाडि म्याउ म्याउ हुनुहुन्छ सक्नुहुन्छ हामी चाहिँ अब ट्यागको यसरी यहाँ चाहिँ यसो भिडियो गराउनको लागि रोकिरहेको छौँ अगाडि हल्का ढिलो यस्तो हेर्न सक्नुहुन्छ लुक एट द भ्यू म्यान यो त फेरि दामी अन्त बब्ली हो त्यही हो अब म चाहिँ एकछिन झर्छु अब सरले चाहिँ एकछिन झर्ने भन्नुभएको छ यहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ हेर्न सक्नुहुन्छ हाम्रो भाइ चाहिँ ट्यागका ओहो ल फेरि वाच ल ओहो ड्रिप्पी हो नि त ड्रिप्पी चस्मा ल्याउनु दाइ ल ट्याग हाम्रो ड्रिप्पी बोय हेर्न सक्नुहुन्छ हाम्रो ह्यान्डसम भाइले चाहिँ सक्नुहुन्छ यहाँ चाहिँ हाम्रो भाइको फोटो सुरु भएर होइन भाइले यति हुन्छ ट्याग त्यही हो भर्खर अभिनव स्टोर पनि फोटो सुरु भयो त्यही हो ल मेरो चाहिँ यसो स्क्रिनसट लेखिदिनु होला है त ल त तलबाट हाम्रो है त अब हामी चाहिँ अब बिस्तारी जाँदैछौँ उता चाहिँ माथि फोटोसुट भइरहेछ हजुरलाई अब भन्थ्यो नि काठमाडौँ यो भनेर डाँडो हेर्नु त तल आम्बो हेर्नु त राम्रोसँग देखिन्छ देख्यो भने क्या त बादल सरी वरिपरि हो बल्ल देख्यो यार हेर्नुहोस् त आम्बो यहाँदेखि सबै देखिन्छ हौ खिड्कीदेखि तपाईँको सबै काठमाडौँ बानेश्वर यताउता एभ्रिथिङ यु क्यान सी एभ्रिथिङ है त त्यही हो यहाँ चाहिँ हाम्रो अब 5 स्टार प्यालेस एज यु क्यान सी तो यहाँदेखि हो कि हामी डेन्जर देखिन्छ तररा सररा फररा सबै देखिन्छ त्यही हो साथीभाइहरू पानी हल्का सिमसिम परिरहेको के अरे तर केही छैन हजुरलाई देखाउनुको लागि अब जे पनि गर्नु रेडी छौँ हामी त्यही हो ल त अब यही खुसीमा यस्तो एउटा गाना हाल्नु न त होइन अब गाना चाहिँ कसको भनेपछि हाम्रो स्वर ब्यान्डको त्यही हो प्लिज डोन्ट कपीराइट दिस भिडियो होइन बादल सरी वरिपरि पछि लाग्नेछु बाडुखी बनेर बचाउनेछु यस्तो टाइपको भिडियो खिच्न पनि बस्नुभएको छ त्यही हो यो हेर्नुहोस् त हाम्रो डेन्जर छ नि 1x आउँछ हजुरलाई तल सब काठमाडौँ भनेको यही हो हेर्न सक्नुहुन्छ तर सबै अब यस्तरी पुरा खिड्कीदेखि सबै उतासम्म काठमाडौँ उतासम्म छ तर यहाँदेखि चाहिँ यति देखिरहेको छ एजुकेन्सी होइन त्यही हो बाडुखी बनेर बचाउनेछु मलाई एउटा चुट्किला त याद आएको छ क्या होइन त्यो फेरि के भनौँ फेरि चुट्किला के चुट्किला भन्यो भने फेरि होइन चुट्किला लाइक अब यस्तो क्या अब बुढापाकाले भन्ने गर्थ्यो नि त काठमाडौँको पानी र नानीको भरोसा गर्नुहुन्न भनेर हो त्यही चुट्किला फेरि त्यति अब के गर्ने होइन हामी काठमाडौँको पानी र नानीको भरोसा गर्नुहुन्न जति बेला नि फेर्न सक्छन् यो काठमाडौँको लागि मात्रै होइन कि नेपालभरिको मान्छेको लागि हो त्यही हो कन्ट्रोभर्सी चाहिँ नबनाऊ होला है ल त चिकन सी माथिको भ्यू दामी खतरा बब्ली
हामी चाहिँ उता माथिसम्म पुगेको होइन अहिले चाहिँ बादलले सिकेछ कि बादल छोरीले सिकेछ के अरे त्यही हो उत्र फेरि आम्बो माइन्ड ब्लोइङ के माथिदेखि त चितलाङ बस्ने मेसो थियो भनेर जस्तै एउटा भिडियोमा भन्छ नि वान्स अ टाइम टिकटकमा फेमस भएको थियो नि त्यो भिडियो अब त्यस्तै अब के गर्ने चितलाङ चाहिँ पुग्न पाइएन त्यही हो हामी जाने बाटो चाहिँ यही हो हेर्न सक्नुहुन्छ यति हो साथीभाइहरू देखाउँदै गर्छु हेर्दै गर्नुहोस् होला है त बाटो त फेरि आम्बो यस्तो छ नि त फेरि पानी पऱ्यो भने त धराप भइदिन्छ नि त हेर्नु सक्नु त हेर्नु पनि यस्तो छ हौ त्यता अर्को होइन लाइक पहिरो पनि बस्छ यहाँ त यस्तरी बाटो त फेरि आमा अरू भन्दा पनि पानी पऱ्यो भने चाहिँ यो यस्तो भइदिन्छ कि झ्याउ हो खाल्टा खुल्टी परिदिन्छ कि हो भेजा बनाउँछ बाटो त फेरि हाम्रो राइडर चाहिँ अविरल विष्ट हुनुहुन्छ हेर्न सक्नुहुन्छ यी राइडरलाई हेर्नुहोस् कि आमा जिन्दगीको ठाउँ पिच पनि छ है ठाउँमा यस्तो पनि छ ठाउँमा यस्तो छ त्यही हो राम्रो भनेको नत्र अरू बाटो चाहिँ अब ओहो रेप सोल्टीले फेरि रेप हाल्दैन नि त रेप भ्याइ पारिदिइहाल्यो फेरि होइन टोरेक्टर आयो नि त फेरि आमा टोरेक्टर खै के बनाउला होला त्यही भएर चाहिँ माथि टोरेक्टर आएको छ त्यही हो रमाइलो छ जिन्दगी यस्तै रमाएर जिनुपर्छ म काठमाडौँ आएको पनि बल्ल कति 2 दिन भएको सायद अस्ति आएको हिजो भयो 2 दिन जस्तै भयो अब उता सिसिलीतिर बस्ने बेला चाहिँ अब बिहान उठ्यो यताउता गऱ्यो त्यही काम गर्मी त औडा छ नि भाइ उता त यहाँ त बरु शीतल छ कि यहाँ त गर्मी औडा छ त्यही हो कि अब ल उतातिर चाहिँ ल हिँड्न पाइने त्यस्तो घुम्न पाइने त्यही भएर चाहिँ ब्लग पनि आएन एउटा कुराले पहिला सो दिन पनि छैन के गर्ने नत्र काठमाडौँ आएर त आनन्द बस्नु नि त आनन्द 3-4 दिन 1 हप्ता मजाले घुमेर आनन्दसँग के खसाल्दैन यार ढङ्ग खसेन हो त्यस्तो त होइन तर हल्का बुइयो मात्र भएको त्यति हो तर काठमाडौँ आएको बेला चाहिँ यसो हप्ता दिन घुम्ने नि त तर म फेरि काठमाडौँ आएको बेला जहिले पनि ठ्याक्क शुक्रबार बिहान पुग्ने गरेको दिन आउँछु क्या किन थाहा छ भनेपछि सोल्टी चाहिँ अब आफ्नो काममा बिजी हुनुहुन्छ होइन अब स्याटरडेको दिन चाहिँ ल यसो घुमफिर गर्नुहुन्छ नि त सोल्टीसँग मस्त आनन्द अरू बार फेरि सोल्टी बिजी हुनुहुन्छ शनिबारको दिन फेरि अब फ्री हुनुहुन्छ त्यही हो साथीभाइहरू त्यही भएर ट्याक्क त्यही दिन पारेर ट्याक्क आइन्छ हामी गएको बाटो हेर्नुहोस् त आमा त्यो बाटो चाहिँ त्यो बाटो हामी त्यही बाटो गएको यस्तरी घुमेर उता माथि पनि पुगेको अब कहाँ पुग्यो खै लौ कहाँ पुगेँ आउँदैछ होला साइडमा रोकौँ न होइन हाम्रो दाइ र भाइ चाहिँ उता बल्ल त्यहाँ देख्न सक्नुहुन्छ स्कुटर बल्ल त्यहाँ उचु आउँदैछ हाम्रो त अब डुक 200 हो नि त ल डुक 200 त कहाँ कुदिहाल्छ नि त उहाँहरूको चाहिँ स्कुटी हो स्कुटी बिस्तारै डुब्दैछु तिम्रो मायाको सागरमा हो भने जस्तो बिस्तारै आउँछ नि त त्यही हो हामीलाई अब यसो साइडमा रोक्न पर्ने हुन्छ होइन किनकि हल्का छ नि त ल त अहिले पछि देखाउँला है त ल गोप्रो ल्याउने सोचिरहेको थिएँ यस्तो हो क्या म हतार आउनु पऱ्यो त्यही भएर चाहिँ आइफोन छ त किन गोप्रो चाहियो ब्रो गोप्रोको लागि फेरि अगाडि माउन्ट चाहियो दुने गरी चाहियो फेरि मेरो त्यो मोबाइल होल्डर हुन्छ नि त्यो नम्बर त छ तर त्यो गोप्रो अब त्यस्तै माउन्ट निकाल्नु पऱ्यो यहाँ झ्याउ हुन्छ नि त फेरि त्यही भएर क्या वायर एङ्गलै भएर यिनीहरू गोप्रो आमा अभिराल रोकिँदै साइडमा ल हामी चाहिँ अब एकछिन रोक्छौँ है त ल अहिले देखाउँला है त हेलमेटै लाउनु बिर्सिदियो फेरि दाइले आम्बो कति हजारको 50 दाइ 50,000 नापछि 50,000 फेरि दिनु पर्ला है फेरि होस् गर्नु अहिले चाहिँ खानुहुन्छ हामीले चाहिँ खान्नमै फेरि हामी भनेको त फेरि सोझो मान्छे नि त हामी त्यस्तो नो नेभर हामी त्यस्तो गर्दैनौँ दाइले चाहिँ आम्मा हेर्नु आम्मा यस्तै हो बतासेको पछाडि बसेको भाइले पनि पुरा झ्याप पुरा बिट्टु पुरा पछाडि बसेको डेन्जर फेरि घोप्पाला छन् पुरा आमा खतरा नि त यस्तै हो उता जुन त्यो कता अलि
त्यहाँ चाहिँ हल्का हजुरको पहिला त्यो एउटा देखिरहेको छ तर यहाँ चाहिँ Do follow guys. Do Follow and subscribe. Subscribe and do follow. जुन हजुरले Yeah, do follow. उता जुन देख्नुभएको छ हो त्यो चाहिँ तपाईँको केबल कारको पहिला चाहिँ सामाल हुने केबल कार क्या त्यही त सामाल हुने तपाईँको इटरी होइन इटरी हेटौडादेखि काठमाडौँसम्म चाहिँ सामाल हुने यही रोपवे हो त्यही हो हामीले चाहिँ अब आज यो ठाउँको नि अवलोकन गऱ्यौँ खुसी लाग्यो राम्रो लाग्यो त्यही हो हाम्रो अब पहिला जमानाको यस्तो चिज देख्दाखेरि खुसी लाग्छ त्यही हो साथीहरू भाइको पोतो सिक्मा बोय रे आमा हामी गएको चाहिँ ऊ यही बाटो हेर्न सक्नुहुन्छ के अरे चन्द्रगिरी होटल चाहिँ ऊ त्यहाँ माथि छ तर अब क्लाउडले चाहिँ देखेको छैन त्यही हो बाटो यस्तै हो माथि चाहिँ हजुरको चन्द्रगिरी होटल पनि रहेछ होइन अविरलले मलाई भन्यो भर्खर तर मलाई चाहिँ त्यस्तो थाहा थिएन तर अब माथि हजुरलाई देखाउँ भनेपछि अब क्लाउडले पनि देखेको छैन के अरे त्यही हो साथीभाइहरू यस्तै हो बतासेको जिन्दगी बतासे फेरि काठमाडौँ आउने यस्तै हो फेरि होइन के गर्ने हजुर जिन्दगी चलेछ यस्तै हो अब साथीभाइहरू ड्राइभरसँग अब घुम्ने टाइम होइन पछि अब को कहाँ पुग्छ यस्तै हो यो च्यानल बनाएको नि त्यही कारणले हो तर अब सोल्टी चाहिँ अब काठमाडौँ हुनुहुन्छ होइन तर हाम्रो गाउँठाउँमा भएको साथीहरू चाहिँ अब ल त्यस्तो हिँडिन्न त्यही हो पहिला जस्तो दिन छैन त्यति हो साथीहरू नत्र अब अहिलेको टाइममा जुन मेमोरिज बनाए चाहिँ पछिको टाइमसम्म हेर्ने बेला चाहिँ उहाँ हामी पहिले जमानामा यस्तो गरिन्छ नि भन्ने चाहिँ हुन्थ्यो नि त तर त्यस्तो छैन के गर्ने जुन टाइममा बनाइयो हेरियो भ्याइयो त्यतिसम्म मात्र हो अहिले छैन अहिले त फेरि बाटो फेरि आमा यस्तो छ बाटो हेर्नु सक्नुहुन्छ केटाहरू लडे क्या भन्दाखेरि केटाहरूमा अगाडि ओभराइ गरेर पुगिसकेछन् फेरि तर यहाँ त फेरि बाटो फेरि खतरा बनायो नि त हेर्न सक्नुहुन्छ माथि चाहिँ कच्ची छ तर तल चाहिँ आमा डेन्जर हो नि त हाँसी मजाक जारी राख्नुपर्छ कमेडी चाहिँ लाइफमा जहिले पनि हुनुपर्छ है crossbar here is crossbar as you can see फेरि अघि चाहिँ माथि पानी परिरहेको थिएन फेरि यहाँ चाहिँ पानी परिरहेको छ यस्तै यो पानी परिरहेको छ हामी स्पिड जङ्की छौँ पानी पनि टपिदिन्छौँ हिँडिदिन्छौँ घुमिदिन्छौँ डुलिदिन्छौँ त्यस्तै हो साथीहरू त्यही हो हामी चाहिँ अब सिस्टमबाट जाँदैछौँ सिस्टम बनाउन हिँडिरहेको हो सिस्टम बनाउन एकदम बोल्नु खान्छ त्यसपछि हामी घर गएर छिटो आउँछ म त सिस्टम बनाउनु फेरि ब्याक कति 8-9 बजे आफ्टर 2 hours we'll be back होइन पानी परिरहेको छ यो के हो मलाई चाहिँ थाहा छैन तर भित्र चाहिँ दामी रहेछ अब जिन्दगी सरर मोटर गाडीमा देख्नेले देखिजान्छ बुझ्नेले बुझिजान्छ यस्तो वाल छ यहाँ चाहिँ हेर्न सक्नुहुन्छ है किन बना वाल यति मात्र होइन किन बनाउनु पर्ने नि त आधा मात्र छ हो आधा अब अन्डर कन्स्ट्रक्सन हो कि के हो त थाहा भएन तर आधा मात्र वाल छ त्यति हो अब क्या हो त हामीलाई के थाहा र त्यही हो यसो घुम्न आएको बेला चाहिँ यसो भिडियो बनाउने हो हालिदिने हो हजुरले हेरिदिनुहुन्छ 50जनाले हेऱ्यो भने 100जनाले हेऱ्यो भने त्यस्तै हो mother and motherland are greater than heaven त्यो लेखेछ के हो त्यो यस्तो फेरि अब रामसँग त्यो टाढा छ नि त त्यही भएर रामसँग देखिएन त्यही भएर हो त्यस्तै हो कभी होता हे रमाइलो हुनुपर्छ बाटो चाहिँ सरर आनन्दको छ त्यही हो तर मैले चाहिँ यो भिडियोमा चाहिँ अब गाना साना यताउता राख्नको लागि चाहिँ यार फेरि किन राखेन भनेपछि होइन अब
यत्तिकै राखेन किनकि अब कतिजना सानो उस गर्दै गरौँ भनेर जति आफू बोल्दैछ जति आफूले एक्सप्रेस गरेछ त्यही अनुसारको भ्यू पोइन्ट भ्यूहरू चाहिँ एक्सप्रेस गर्छ नि मलाई त्यही नै राम्रो लाग्यो त्यही भएर मैले गानाहरू लगाएको है त फेरि के टुसाइज थाहा हाम्रो बाइकमा फेरि ब्रेक फेल भइदियो आमा तल के भन्छ अरे के तलको त पुरै रुच्यो त्यहाँ मोबाइल ब्रेक कहाँको फेल हो अगाडि बाँडीको कति इन्चहरू हामीले हामी चाहिँ हो यही बाटो गएको ब्रेक फेल भइदियो भन्छ अभिरले बाइकको अब के भन्ने होइन तर ब्रेक फेरि हानिरहेको फेरि अब खै अगाडिको भयो कि बारीको भयो हाल्नु तर केटाहरू पार्छ कि यहाँ ट्याक्टर अनि गासियो 2000 मासियो च्याप्ने झानिदिरहेको छ मेरो भाइले फेरि आम्मा मसियो अबेलै बारी काट्टाउको चाहिँ म झानिदिरहेको छ तर पानी परिरहेको छ अब यसो अब यसो टोर्काइदिनु पर्छ कि सोचिरहेको होइन के गर्ने अब फोन त वाटर प्रुफै भनेर किनेको अब पानी त्यस्तो परिरहेको छ तर त्यस्तो वाटर प्रुफ चाहिँ हुन्छ होला होइन हामी चाहिँ यहाँदेखि माथि गएको छौँ हामी ओह्रालोतिर लाग्दैछौँ है त ल त साथीभाइहरू अब चाहिँ भिडियो अब यसरी तल पुगेर बनाउँछौँ होला तर मलाई चाहिँ यस्तो घुमफिर गर्दाखेरि क्या जस्तो म सिसनामा चाहिँ हल्का फुल्का घुमफिर गर्छु तर यहाँ चाहिँ हल्का काठमाडौँ आएपछि शनिबारको दिन फेरि यस्तो घुमफिर हुन्छ यो हाम्रो अविरलसँग होइन त्यो बेला चाहिँ मलाई कस्तो एउटा गाना याद आउँछ क्या मैं भागा भागा सदियों से जागा आया हूँ मिलो गाँव से ना हम सफर कोई ना अपना घर यारा रहता हूँ बहती नाव पे मैं भागा भागा त्यो गाना चाहिँ अब के गर्नु बनाउनु त मन छ यस्तो त्यो गाना रेसिडेन्स बनाउनु चाहिँ हुन्छ तर कहीँ गइन्न कहीँ घुम्न डुलिन्न त्यही भएर चाहिँ यस्तै छ त्यही हो हजुरले माया देखाइदिनु साथ सपोर्ट दिइदिनुहोस् त्यसपछि राम्रोसँग गरौँला नि त अब के गर्ने हजुरले माया साथ सपोर्ट अझै देखाउनु के गर्ने यति गाह्रो छ यहाँ फेरि चाहिँ अब यसो नास्ता पानी गर्न आएको छौँ हेर्नु सक्नुहुन्छ क्याफेमा क्यामेरा चाहिँ आएको छ ब्लर गयो देखियो होला यो क्याफे होइन हाम्रो अविरलको क्याफे फेरि हेर्नु सक्नुहुन्छ यहाँ चाहिँ अब अविरल यसो अविरल हामी त एउटा ल नानी गर्छ यो चाहिँ ट्यागको अब यहाँहरू चाहिँ लोकल भिलेज भाइब लिइरहेको छौँ हामीले होइन काठमाडौँदेखि माथि आएर चाहिँ यहाँ ट्यागको यो गाउँठाउँ जस्तो माहौलमा चाहिँ हामी छौँ अहिले